जिज्ञासा पनि हाम्रो हुनसक्छ। यो माघे सङ्क्रान्ति भन्ने यति साझा चाहिँ एउटा चाडबाड छ जो सुदूरपश्चिमदेखि सुदूर पूर्वसम्म र सबै जात जाति समुदाय सबैले मनाउने सबैको साझा। यो देशमा हामीले हेऱ्यौँ भने माघे सङ्क्रान्तिको दिन 142वटै जातिहरूले कसैले पौडी बनाउँछन्, कसैले चाहिँ सेल बनाउँछन्, कसैले मासुको परिकारहरू बनाउँछन्, तर कुनै न कुनै तरिकाबाट यो चाडलाई चाहिँ मनाएको हुन्छ। र राष्ट्रिय विविधता दिवस र व्यापक एउटा बृहत कृषि मेला पनि यो 1 गते माघ 1 गतेलाई मनाउने चाहिँ एउटा प्रचलन आएको छ। र यसमा नै हामी सहभागी भएका छौँ। अब अन्तमा हामीसँग यहाँका कुनै जिज्ञासाहरू छ भने पनि हामी त्यसको लागि त्यसको अवसरमा मेला पनि गर्ने आँट गर्नुभयो, त्यो बडो गजब पनि छ। तर प्रोग्राम चाहिँ अलिक बढी भयो कि यो 1 दिवसीय कार्यक्रम भयो, 1 दिनको, त्यो पनि 10 बजेदेखि 6 बजेसम्म आउने त्यो समयमा सक्नुपर्छ। एउटा फर्मल प्रोग्राम पनि होला, अरू थुप्रै सांस्कृतिक कार्यक्रमहरू पनि छन्। धेरै प्रोग्रामहरू हुँदा एज अ अर्गनाइज गर्न पनि गाह्रो हुन्छ, खर्च पनि बढ्छ र एज अ अडियन्सले हेर्ने कुरामा पनि मजा लिन सक्दैनन् कि भन्ने कता कता लाग्ने नि। त्यसबारे के भन्नुहुन्छ? यो त जुन प्रश्न यहाँले उठाउनु हो यो प्रश्न वास्तवमा अत्यन्तै सान्दर्भिक हो। यो चाहिँ जुन हामीले अहिले जुन खालको तयारी हामीले गरेका छौँ, पूर्व तयारी गरेका छौँ, यो 1 दिनले पुग्ने कार्यक्रम छैन। एउटा चाहिँ हाम्रो केही समय त्यो दिनको आधा दिन जति त हाम्रो फर्मल कार्यक्रममै जान्छ र त्यो पछाडिको जुन कार्यक्रम छ इन्फर्मल एउटा कार्यक्रम छ। अब त्यसमा चाहिँ हाम्रो स्टलहरू चाहिँ झन्डै 120वटा रहेको हुनाले त्यहाँ घुम्ने, त्यहाँभित्रको सानो सानो कुराहरू पनि हेर्ने, अवलोकन गर्ने, त्यहाँका चाहिँ देशभरि पाकेका बनाइने परिकारहरू हेर्ने, खाने, छोड्ने, बनाउन सिक्ने एउटा चाहिँ पाठशालाकै रूपमा यसलाई हामीले देखाउन खोज्दाखेरि चाहिँ यो समय चाहिँ कम हो। कम्तीमा पनि यो सुरुवात भएको हुनाले अहिले हामीले यसैलाई पनि राम्रो मान्नुपर्छ। तर आगामी दिनमा चाहिँ हामीले यो खालको कार्यक्रमहरू गर्दा कम्तीमा पनि 1 हप्ता अथवा भएन भने पनि कम्तीमा 3 दिनसम्म बनाउन सक्यो भने धेरै कुराहरू समेट्न पनि सकिन्छ, देखाउन पनि सकिन्छ, चखाउन पनि सकिन्छ। यो चाहिँ हामीले आगामी दिनमा चाहिँ एउटा सुझावको रूपमा नेपाल सरकारलाई पनि हामीले दिनुपर्ने हुन्छ र त्यही तरिकाले अगाडि बढ्यो भने वास्तवमा यो सान्दर्भिक कार्यक्रम गर्न सक्छ। 100+ प्रसार अनुसार चाहिँ कम्तीमा पनि 10,000ले भिजिट गर्छन् भन्ने एउटा हामीले अपेक्षा लिएका छौँ। र यसको एउटा छुट्टै महत्त्व के छ भने यो जुन हामीले बजार अहिले बनाएका छौँ वास्तवमा यो कृषि गाउँ नै बन्दैछ। त्यो भित्र पस्दैखेरि एक खालको हामीलाई साँच्चै गाउँभित्र प्रवेश गरेको हो कि तपाईँको चाहिँ घरले छाएको चाहिँ गेटबाट हामी छिर्छौँ, भित्र चाहिँ हामी कराइराखेका बाख्राहरू, खसीहरू देख्छौँ, कराइराखेका कुखुराहरू देख्छौँ, जाँतो देख्छौँ, ढिकी देख्छौँ। त्यस्तै गरेर विभिन्न समुदायका चाहिँ रहिखाने खानाका परिकारहरू देख्छौँ। त्यसले गर्दाखेरि ती सबै आफैमा महत्त्वपूर्ण छ। एउटा हामीले चाहिँ काठमाडौँको नेवार समुदायको खानाको आफ्नै महत्त्व हुनसक्छ। तपाईँको ताप्लेजुङको चाहिँ एउटा चाहिँ सुदूर पूर्वको भनौँ ढोक्या समुदायको आफ्नै महत्त्व हुनसक्छ, खानाका आफ्नै परिकारहरू हुनसक्छ। र एउटाले तपाईँको चाहिँ सुदूर पश्चिमकोले सुदूर पूर्वको खाना देख्दाखेरि त्यो आफैमा एउटा चाहिँ मजा, रमाइलो देखिन्छ। र कुनै पनि यो चाहिँ कम, यो चाहिँ बढी महत्त्वको भन्ने छैन। सबै त्यहाँ जे हाम्रा देखाउने, अवलोकन गर्ने चिजहरू, वस्तुहरू, खानपानहरू छ, यी सबै आफैमा महत्त्वपूर्ण वस्तुहरू छन्। बसोबास गर्ने हामीहरू साथीभाइहरू छौँ। हामी पनि धेरैजना मलाई लाग्छ हामी गाउँमै आएका छौँ र हामीले अहिले पछिल्लो समय यसो हेर्नु भने हामीले गाउँले जीवन हामीले त सम्झेको होला, तर हाम्रो जुन दोस्रो जेनेरेसन पुस्ता छ उनीहरूले बिर्सिसकेका छन्। ढिकी देखेनला, जाँतो देखेनला, चराको त्यस पछाडिको यो बाख्रालाई घाँस राख्ने काट्न भन्दा हामी के भन्छ त्यो कुराहरू यहाँ भनौँ हाम्रो दोस्रो पुस्ताले देख्न पाएको छैन। र जुन कुरा चाहिँ सहरभित्र छैन, सहरभित्र अहिले पनि छैन, तर गाउँमा छ, त्यो गाउँको कुरालाई सहरभित्र ल्याएर पनि कमसेकम यहाँको नानी बाबुहरूले देख्नु, बच्चाले देख्नु, यसको एउटा राम्रो मेसेज आओस् र हामी आफै पनि यो संस्कृति, यो कल्चरबाट आएका हौँ है भन्ने चाहिँ एउटा मेसेज पनि यसबाट जान सक्छ। यसको मेसेजहरू छ र वास्तवमा यो पारदर्शी हुन पनि जरुरी छ। अब यसको चाहिँ लगभग कृषि मन्त्रालयसँग रिलेटेड अरू विभागहरूसँग
लगायत बस्न र त्योदेखि बाहेक अहिले पछिल्लो समय हामीले हेर्दै जाँदाखेरि चाहिँ त्यो 10 लाख चाहिँ 4-5 लाख रुपियाँ चाहिँ अनुसार प्रमाणपत्रमा यो सिस्टमहरू त्यो स्पेस ठाउँहरू त्यो सबै हेर्दाखेरि हामीलाई त यो पैसाले त कहीँ पनि पुग्ने जस्तो देखिँदैन र हामीले के गरिराखेका छौँ भने अरू पनि त्यस्तो खालको सरकारवाला निकायहरू सहयोगी निकायहरूसँग पनि यदि तपाईँहरू पनि हामीसँग जोडिन सक्नुहुन्छ जोडिन चाहनुहुन्छ भने हामी तयार छौँ त्यो तरिकाले यसको आर्थिक व्यवस्थापनमा हामी लागेका छौँ। यहाँ त लाग्छ यति भव्य कार्यक्रम गरियो पैसा धेरै उठ्यो होला भने जस्तो पनि कहिले कहिले लाग्न सक्छ। हामी यति धेरै खटेका छौँ हप्तौँ दिनदेखि चाहिँ हामी सबै हाम्रो टिम जति पनि छ 6वटा चाहिँ हामीले विभागहरू बनाएका छौँ। त्यो विभागका सबै साथीहरू मिडियाका साथीहरू लगायत सबैजना त्यसमा खटेका छौँ। तर हामीले भनौँ कुनै पनि यो संस्थाबाट अथवा त्यो 10 लाख रुपियाँबाट चाहिँ कुनै पैसा पनि हामीले लिने हामी लागेका छैनौँ। हामी जति लागेका साथीहरू छौँ तै कारणमा हामी सबै निस्वार्थ भावनाले यो देशको संस्कृति बचोस्, यो देशको कल्चर बचोस्, यो देशको चाहिँ कृषि बचोस्, यो देशको खानपान बचोस्, यो देशका सबै जाति समुदायको अपनत्व रहोस् भन्ने हिसाबले प्रक्रिया लागेका छौँ। यसबाट कुनै नाफा कमाउने कुनै नाकामूलक व्यवसाय गर्ने केही पनि